यसको यही बोकेर फाल्ने त हो नि हैन यो फालेपछि यो आयो हैन दिउला हो नि यो दिउला अब यसलाई तपाईले यतिकै गरेर यो बाहिरको यो चिप्लो पदार्थ हुन्छ नि यो हो यो चिप्लो पदार्थ भनेको गुलियो हुन्छ अब यही गुलियो यतिकै लएर डाइरेक्ट सिधै घाममा सुकाउने हैन कफी भनेको ओसिलोमा सुकाउने हो के सारी तपाईको घाममा सुकाउनु भने यो बाहिरको भाग पुर्छ भित्रको क्वालिटी कम भइहाल्छ त्यही भएर ओसिलोमा सुकाउने हो ओसिलोमा यतिकै सुकाउनु हो भने यो हनी प्रोसेसिङ भयो भनेको तपाईको गुलियो पदार्थ एटा छ यसलाई यतिकै यो हनी प्रोसेसिङ भन्छ बुझ्नुभयो अनि यसलाई के गर्नु हो भन्दा यसलाई पल्पिङ गर्नुभयो अनि सबै निकाल्नुभयो यस्तै निकालेर तपाईले कुनै पनि बाटा बाल्टीमा राख्नुभयो राख्नुभयो यतिकै राख्नुभयो तपाईको अब तापक्रम अनुसार हुन्छ फेरि कोही 2 दिनमा पनि फर्मेन्टेसन हुन्छ हैन कोही 3 दिन लाग्न सक्छ भनेको जाडो सिजनमा अलि टाइम लाग्छ अलि पछि अलि चाँडै हुन सक्छ भनेको गुम्साउने प्रविधि हो के फर्मेन्टेसन भनेको गुम्साउने हो गुम्साउने भनेको के हो भन्दा किन गुम्साउने भन्दाखेरि यो बाहिरको चिप्लो पदार्थलाई कुहाउनलाई भनेको यो कुहाएपछि साफ गर्दाखेरि बल्ल खस्रो पदार्थ आउँछ भनेको यतिकै तपाईले जति धोए पनि यो जान्छ त्यसलाई गुम्साएपछि तपाईले धुनुभयो भने यो जान्छ सर्लकै जान्छ खस्रो पदार्थ आउँछ भनेको 5 मिनेटको बाहिरको बोकेर खस्रो आउँछ गुम्सा तपाईले बाल्टीमा भाल्छ घोष त्यहाँ गएर दबाउनु गाड्नु लठी तान्दाखेरि त्यहाँ खाल्टो रहिरह्यो भने यो धुनी भयो यदि खाल्टो लठी तान्दाखेरि खाल्टो फेरि पुर्यो खाल्टो जसरी गर्नु भने यो धुनी भएन भने जाने हुन्छ हुनुभयो हातले हल्लाइरहनु परेन के ठ्याक्क लठी गाडेर सट्टा तान्दाखेरि त्यो लठी गाडेको डोप रहिरह्यो भने यो धोइ लएर सर्लकै धुनु जान्छ चिप्लो गइहाल्छ तपाईले यतिकै अब त्यो लठी तान्दाखेरि फेरि सर्लकै त्यो लठीको डोप पुर्यो भने यो भएन भनेर जान्नु होला त्यसरी धोएर त्यो जुन हामीले यो बोक्रा फालेर आतिलाई चाहिँ खुवाउँछ त त्यस्तो हो के अब यो के छ यो अब सबै त्यही छैन तपाईको 1 किलो 2 किलो भए पनि संकलन गर्न मान्छे आउँछन् के त्यसरी बाहिर तपाईको जापान कोरिया अस्ट्रेलिया क्यानाडा त जानि त नेपालको त डाइरेक्ट हो तपाईको बाहिर त टनमा माग्छ हेर्दा त्यो चाहिँ के हो भन्दा यस्तो भएको दोहरले खाएको चाहिँ किन हाई मूल्य त्यही भएर तपाईको त्यो भित्रबाट खाइकन सबै छानेर पठाएको बजारलाई केही पनि समस्या छैन केही भनौँ न पाट बुझाएको केहीको होला त्यसको के आउला हैन केही त्यसले क्वालिटी के मेन्टेन गर्ने होला भित्र गएर आएर हैन हजुर खासमा भित्र अब भनौँ न त्यसले त 12-14 घण्टा त राख्छ पेट भित्र अब के होला त्यो अनुसार त्यो भित्र पस्दो रहेछ सर पच्दैन सक्दैन त्यतिकै आउँछ त्यसले खाना अब भोका आउँदा खान्छन् के रे हैन त्यसपछि त्यो पर्दैन के ग्रिन बिन बनेर आउँछ हैन त्यो यसो अगाडिबाट अलिक खालीलाई हामीले पल्पिङ गर्ने भन्ने हो हैन सुरुमा त ग्रेडिङ गर्ने हो यो जस्तो त्यो मेसिन भएन भने सर हातले गर्न मिल्छ मिल्दैन के हो किन नमिल्ने तपाईले यतिकै मजाले पाएको त्यसरी किसिमले भइहाल्छ त समय अलिक बढी लाग्छ भन्ने हो हैन यो दाना भएपछि यो भित्रको अब हाम्रो चाहिँ यो दाना निकालेपछि अब हामीले चाहिँ अब तपाईको अब हनी प्रोसेसिङमा जाने भने यो भित्रको जुल्ला चाहिँ यतिकै ओसिलोको पन्ना सुकाउनु पर्यो हैन अहिलेको के यो गिरानी गेला यसलाई के भनिन्छ यो बोक्रा निकालेपछि यो पाकेको फ्रेस चेरी भयो तेरा तपाईको पिन्नी यसलाई भित्रको 5 मिनेटको दिउल भयो यो हैन यसकोलाई चाहिँ गुम्साएर हामीले फर्मेन्टेसन गरेर धोएपछि 5 मिनेट भन्छ यो 5 मिनेटलाई चाहिँ निश्चित तापक्रमसम्म सुकाउन पर्छ ओसिलोपनमा भनेको तपाईको बेच्न योग्य खान योग्य भनेको लगभग तपाईको 12-13% मोइस्चर कन्टेन्ट कायम हुन पर्छ भनेको यो सुकेको हामीले मोइस्चर मिटरमा चाहिँ नाप्न पर्छ मोइस्चर मिटरमा नाप्दाखेरि 12% जति मोइस्चर पर्सेन्ट कन्टेन्ट आयो भने त्यसलाई अब बेच्न मिल्यो भनेको त्यसलाई अब हामीले तपाईको त्यसलाई चाहिँ अब हामीले चाहिँ भुट्न रेडी हुन्छ भन्ने भन्छौँ तर भुट्न भन्दा अगाडि ग्रिन बिन निकाल्न पर्छ भनेको यो 5 मिनेटको बाहिरको खोस्टो फालेपछि बल्ल ग्रिन बिन आयो अब ग्रिन यो बाहिर फालेपछि अलिक सुकाइसकेपछि यो 5 मिनेटको खोस्टो फाल्ने ग्रिन बिन आउँछ त्यसलाई बल्ल रोस्टर मेसिनमा भुट्ने हो रोस्टिङ मेसिन भुटिसकेपछि कस्तो भुटाइ कस्तो खाने हो टेस्ट अब गाडै खाने भने अलिक पितो हुन्छ मेन बोडी खाने गरेको चाहिँ एकदम कफीकै पाराखीले त गाडै पनि खान्छन् फेरि चिनी बिना हो फेरि खाने पाराखीले खाने भनेको कफीमा चिनी हालेर खान्छन् हामीले चिनी बिना त खानै नसक्ने अनि यो हामीले बन्ने यहाँ बनाउने कफी भनेको नेस्क्याफे जस्तो चिनीमा फ्लेभर हालेको हुन्न हाम्रो जे हो त्यही हो फिल्टर कफी हो फेरि हामीले बन्ने फेरि यो फिल्टर र नन फिल्टर कसरी छुट्टिन्छ त्यो खाने बेलामा
खाने बेलामा छुट्टिन्न क्या हाम्रो प्रोसेसिङमा भइरहेको फिल्टर मात्रै छ अब तपाईँको अब अरू कफी व्यवसायहरूले यिनीहरू लगाएर फ्लेभर मिसाउने त हुन् नि तपाईँको कुन फ्लेभर खानुहुन्छ त्यो केही चिज राख्ने मात्र राख्ने हो यो कफीको ओरिजिनल अरू फ्लेभर मिसाउने त हो नि त्यही भएर बाहिरको खाने पानी लगाएकोलाई यो चाहिँ यो यतिको यात्रा चाहिँ तितो रहेछ भनेर फाल्ने हो मेन जसले यो खाइरहेको ओरिजिनल खाइरहेकोले चाहिँ बाहिरको बुझ्छन् चाहिँ यो 2 मिटरको फरकमा 2 मिटरको एक जातिदेखि अर्को जातको त्यस्तै ठ्याक्कै यो क्रस पोलिनेसन भन्ने छैन पछि पछि हुने कुरा छुट्टी हो तर क्रस पोलिनेसन भन्ने यो सेल्फ पोलिनेसन हैन सर क्रस र सेल्फ हुन्छ कि जात अनुसार फरक छ त्यस्तो धेरै फरक छैन 2 मिटरमै लाइन्छ तर बिस्तारै बिस्तारै हुनेछ तर एकदम भए पनि एकदम कम छ पोलिनेसन है